धेरैले सोध्छन् अनुशासन नै सफलताको बाटो हो। नयाँ वर्ष सुरु हुन्छ अनि नयाँ जोश र ठूला योजनाहरू पनि। तर हेर्दा हेर्दै घण्टौं बित्छ। उपलब्धि 48वटा युट्युब भिडियो मात्र। अनि हामी सोच्छौं सायद ममा अनुशासन नै छैन। तर सत्य के हो भने समस्या अनुशासनको कमी होइन, अनुशासन माथिको निर्भरता हो। एकैचोटि सबै कुरा सुधार्छु भन्नु त आफैसँग लडाईँ गर्नु जस्तै हो। हाम्रो दिमागलाई छिटो इनाम चाहिने बानी परिसक्यो। यस्तोमा इच्छा शक्तिले मात्र काम गर्दैन। यो आँकडा हेर्नुहोस्, 97%। यति धेरै मानिसहरू हरेक साल नयाँ लक्ष्यहरू राख्छन्, तर सफल हुने गति जम्मा 7%। सफल मानिसहरू अनुशासित हुँदैनन्, उनीहरू अब्सेस्ड हुन्छन्, मतलब एउटै कुरामा पागल। यसलाई सिजनल फोकस भनिन्छ। मतलब केही महिनाको लागि एउटै लक्ष्य, अरू सबै बिर्सेर। अनुशासन भनेको जबरजस्ती हो, अब्सेसन भनेको आकर्षण। एउटा लडाई हो, अर्को मौसम। 10वटा लक्ष्य एकैपटक, यो त बच्चाले 10वटा खेलौना एकैचोटि समात्न खोजे जस्तै हो। कुरा के हो भने सफलता छनोटले होइन, राम्रो सिस्टमले आउँछ। खराब इनपुट जस्तै नराम्रो खाना र निद्रा, यसले राम्रो आउटपुट दिँदैन। एउटा यस्तो वातावरण बनाउनुहोस् जहाँ प्रगति आफै होस्, जबरजस्ती गर्न नपरोस्। अब के गर्ने त? पहिलो, एउटा मात्र लक्ष्य छान्नुहोस्। दोस्रो, 80% नतिजा दिने काम पत्ता लगाउनुहोस्। र तेस्रो, असहजतालाई स्वीकार्नुहोस्। याद राख्नुहोस्, कुनै पनि जोखिम नलिनु नै सबैभन्दा ठूलो जोखिम हो। त्यसो भए त्यो एउटा लक्ष्य कुन हो जसमा अब सारा ध्यान लगाउने?